नमस्कार। आज म दुबईको टप डेभलपर द म्याकको लन्च इभेन्टमा आएकी छु। आज के हुँदैछ, द म्याकले के लन्च गर्दैछ भन्ने कुरा म तपाईँलाई देखाउन गइरहेको छु। द म्याकले द म्याक आइल्यान्ड फेज 2 लन्च गर्दैछ र फेज 2 मा पनि बाहामास क्लस्टर आज लन्च गर्दैछ। तपाईँलाई थाहा छ द म्याक यस्तो खालको डेभलपर हो जसले 24 आवरमा हाइएस्ट रेभिन्यू जेनेरेट गरेर गिनिज बुकमा नाम लेखाइसक्यो। द म्याकको यस्तो क्रेज किन छ त? द म्याक ओन्ली डेभलपर मात्र होइन, कम्युनिटीको मास्टर डेभलपर हो जसले एउटा कम्युनिटीमा सम्पूर्ण कुरा एम्युनिटिजदेखि लिएर एउटा सानो सिटी नै बनाइदिन्छ। त्यस्तो कन्सेप्टको डेभलपर हो। आजको इभेन्ट चाहिँ एकदमै रमाइलो भयो, जहाँ बलिउडका टप कलाकार आलिया भट्ट, रणवीर कपुर पनि आएका थिए। यदि तपाईँहरूलाई द म्याक आइल्यान्ड 2 को बारेमा जान्न मन छ भने कन्ट्याक्ट गर्नुहोला मलाई। बाई।